ल है त गाइस आज चाहिँ इन्ट्रेस्टिङ वालै छ भनौँ न। आज चाहिँ हाम्रो साथीको जोस् फ्यामिली प्रोग्राम भनौँ न सायद होइन। अहिले चाहिँ म नि यहीँ छु गाइस छु होइन। जस हाम्रो यहाँ पवन भाइ छ, हाम्रो यहाँ अर्को भाइ पनि छ, अनि एउटा भाइ पनि छ गयो टोइलेट। यस्तै छ है गाइस छु। यो मान्छे चाहिँ होइन हे भनौँ कि बी भनौँ सो काठमाडौँ पनि पुगेर आइसक्यो होइन। सो तिमी केमा काम गर्थ्यौ पहिला? म है क्याप्टेन हो, सिनियर क्याप्टेन हो। तर के को कुकको होइन? कुकको होइन, वेटरको। वेटरको? ठिक छ ल, त्यसो भए राम्रै गर्नुपर्छ है। तिमी चाहिँ? मेरो त केही छैन है, ठिकै हो। खानुपर्छ घुम्नुपर्छ। हो गोपी दाइ कता चिन्नु भएन? खासमा यो चाहिँ के को लागि बनाएको रहेछ? कुन यो? त्यो कालो यो चाहिँ भनौँ न के चेन्ज गर्नु पर्ने कता त्यही हो, ड्रेस चेन्ज गर्ने नि हो। बोलिहाल्छु ल। आज चाहिँ फ्यामिली प्रोग्राममा होइन यस्तो दामी आइटमहरू छ गाइस है। सबैजनाले हेरिदिनुहोस् राम्रोसँगले, एकदमै पुरै फ्यामिली नै छौँ पुरै। भाइ चाहिँ हाम्रै तलमाथि गरिरहेको छ, खोइ किन हो पनि। ल ल त गाइस अब सकिन आँटेको छ होइन आजको फ्यामिली प्रोग्राम होइन। सो गाइस चाहिँ यस्तै छ है अहिलेको अवस्था। यहाँ चाहिँ आइदिनु होला हाम्रो कटेजमा सबैजना होइन। फर्स्ट टाइम म पनि आएको थिएँ। यस्तो दामी ठाउँ रहेछ क्या, हेर्नुहोस् त। यहाँ बसेर फोटो खिच्ने ठाउँ पनि छ। यस्तो दामी ठाउँ छ है। आउनुहोस् तपाईँहरूलाई एकदम स्वागत हुन्छ यहाँ। तपाईँहरू आउनुभयो भने दामी ठाउँ छ तपाईँहरूलाई एकदम। यहाँको आइटम पनि खाना मिल्छ। सो हाम्रो साथीको हो क्या हाम्रो कटेज भनेको चाहिँ। हाम्रो साथीले खोलेको रहेछ क्या, आफ्नै पारामा खोलेको रहेछ। ओके के गरेछस् हौ यार? रातभरि जाएछस् त हौ। कति दोकान गर्छस् हौ यार? सुत बोलबम लागेको छैन यार। योसम्म जागिरहेछ। के छ नि तेरो खबर? ठिक छ? के पालो सिस्टम हो क्या सुत्ने? ए ल ल, बोलाउनु चाहिँ चलेको छैन अब। त्यही हो। कसले जित्छ थाहा छ? स्पेन 1-0। ल ल गयो।